आफ्नो जीवनलाई असाध्यै मसिनो तरिकाबाट उठाएर त्यो ठाउँसम्म आइपुग्नु भएको हो। त्यसलाई सम्पूर्ण नेपालीहरू, हिन्दुस्तानका धर्म सम्बन्धी धर्मगुरुहरूदेखि लिएर नेपालमा भएका धर्मसँग सम्बन्धित सबै पण्डितहरूदेखि लिएर अधिकांश मान्छेहरूले उहाँलाई चाहिँ एउटा माताको रूपमा सम्मान गरिरहेको अवस्थामा चाहिँ उहाँले अध्ययनै नगरी त्यसको विषयमा तलसम्म थाहा पाउँदै उहाँसँग नजिक बस्दै पनि एउटा कुरो मान्छेले थाहा नपाएर गर्ने कुरो हुन्छ। एउटा थाहा पाएर कसरी भन्दाखेरि उहाँलाई कमजोर बनाउन सकिन्छ भन्ने उद्देश्यसाथ, योजनासाथ अर्काले जे सिकाएको छ त्यही कुरो भनेर उहाँले चाहिँ नि अगाडि बढ्नु भएको जस्तो लाग्छ मलाई। नमस्कार, रेड मिडियामा स्वागत छ। म विश्वमाया पौडेल। आजको रेड संवादमा हामीसँग अतिथिको रूपमा राजनीतिक विश्लेषक शिव अधिकारीजी हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। अहिले पछिल्लो पटक धर्मको नाममा, यो माताहरूको नाममा जुन विवाद आइरहेको छ, यो विषयलाई तपाईँले कसरी हेरिरहनु भएको छ? विशेष गरी तपाईँ परम पूज्य राधिका दासीज्यूको बारेमा धेरै कुराहरू भन्दै पनि आउनु भएको थियो। यो विषयमा कसरी चाहिँ विश्लेषण गर्नुभएको छ यो कुरालाई? अहिले खास भनौँ भने हामी गाउँमा हाम्रो सनातन हिन्दू धर्मलाई हामीले असाध्यै पेचिलो तरिकाबाट अगाडि बढाइरहेका बेलामा अब क्रिस्चियन धर्मावलम्बीहरू विभिन्न कोणमा हाम्रो सङ्गठनभित्र पसेर हाम्रा सङ्गठनभित्रका मान्छेहरूलाई भ्रमित बनाएर उनीहरूलाई तिमीहरूको माताहरूलाई, विशेष गरी धार्मिक आस्था राख्नेहरूलाई विरोध गर भनेर विदेशीहरूको कोटेसनमै त्यो चिज भएको जस्तो लाग्छ मलाई। हजुर, अहिले जुन सानै उमेरमा जो वेदिका केसी माताहरू सबै नक्कली हुन् होइन, त्यसैमाथि पनि अब राधिका दासीको बारेमा पनि अहिले जुन हल्ला फैलिएको छ सामाजिक सञ्जालमा, यो विषयलाई चाहिँ तपाईँले चाहिँ कसरी हेर्नु भएको छ? यो सही भइरहेछ अथवा गलत भइरहेछ? उहाँले बुझ्दै नबुझिकन भनेको कुरोहरू, किनभने उहाँले भन्दै बारेमा नक्कली हुन् सक्कली हुन् भन्ने हुँदैन। राधिका दासी माताले आफ्नो जीवनलाई असाध्यै मसिनो तरिकाबाट उठाएर त्यो ठाउँसम्म आइपुग्नु भएको हो। त्यसलाई सम्पूर्ण नेपालीहरू, हिन्दुस्तानका धर्म सम्बन्धी धर्मगुरुहरूदेखि लिएर नेपालमा भएका धर्मसँग सम्बन्धित सबै पण्डितहरूदेखि लिएर अधिकांश मान्छेहरूले उहाँलाई चाहिँ एउटा माताको रूपमा सम्मान गरिरहेको अवस्थामा चाहिँ उहाँले अध्ययनै नगरी त्यसको विषयमा तलसम्म थाहा पाउँदै उहाँसँग नजिक बस्दै पनि एउटा कुरो मान्छेले थाहा नपाएर गर्ने कुरो हुन्छ। एउटा थाहा पाएर कसरी भन्दाखेरि उहाँलाई कमजोर बनाउन सकिन्छ भन्ने उद्देश्यसाथ, योजनासाथ अर्काले जे सिकाएको छ त्यही कुरो भनेर उहाँले चाहिँ नि अगाडि बढ्नु भएको जस्तो लाग्छ मलाई। हजुर, पछिल्लो पटक एकातिर धर्मको नाममा विवाद भइरहेको छ, अर्कोतर्फ युवा पुस्ताहरूमा हरेक दिन जस्तो आत्मदाह गर्ने, आफैले आफूलाई आगो लगाएर आफ्नै जीवन सकाउने यस्तो क्रियाकलापहरू बढिरहेको छ। यो किन बढिरहेको छ जस्तो लाग्छ? अहिले धेरै त यो अहिले सञ्चार माध्यमको कारणबाट पनि भएको छ। अर्को कुरो के भने धेरै मान्छेहरू, राष्ट्रवादी मान्छेहरू, राष्ट्रहितमा चाहिँ नि काम गर्नुपर्छ भनेर अध्ययन गरेका मान्छेहरू, यो देशमै बसेर केही गर्न पाए हुन्छ भनेर सोच भएका मान्छेहरूले कुनै पनि किसिमको निकास नपाइरहेको अवस्था, राज्यले पनि ती युवाहरूलाई निकास दिने वातावरण र उनलाई आत्मसम्मान सहितको यो देशमा बाँच्ने वातावरण र गरी खाने वातावरणलाई चाहिँ असाध्यै मसिनो तरिकाबाट कसरी वास्तै नगरिरहेका हुनाले हिजोका सत्तामा बसेका मान्छेहरूले, सत्ताधारी चाहे नेपाली काङ्ग्रेस भनौँ, चाहे एमाले भनौँ, चाहे माओवादी भनौँ, विभिन्नहरूले जसरी चाहिँ युवाहरूलाई अपमान गरेका थिए, अहिलेको अवस्थामा पनि फेरि युवाहरूलाई छतछिल्लोसँग छोडिदिएर सबै मान्छे बेरोजगारी, कहाँ जाने, घर जाने घर छैन, गरी ठाउँ छैन, पेसा केही छैन, जेसुकै गर्दाखेरि पनि ठाउँ छैन भनेर एकदम भित्रैदेखि डिप्रेसनमा गएर मान्छेहरू के गरौँ, निकास कसरी गरौँ भन्ने भएर एकैचोटि निर्णय गरेर यो संसार छोडिदिँदा भए नै हुन्छ भनेर त्यसरी चाहिँ नि त्यो गर्ने वातावरणहरू जन्मियो। शरीरमा एउटा यस्तो जम्स हुन्छ जुन जम्सले केही पनि चिज जानलाई ठाउँ भेट्टाएन भने, जस्तो उदाहरणको लागि हाम्रो माता राधिका दासीज्यूले पनि सबै चिजबाट म अब यो संसारमा बस्नु केही पनि छैन भनेर आत्महत्या गर्न हिँड्नुभएको मान्छे अहिले आएर एउटा चाहिँ नि देशको यो के भन्दाखेरि सम्मानित माताको रूपमा भूमिका निर्वाह गरेर नेपाली जनता विदेशमा, नेपालमा सबै ठाउँमा उहाँको एउटा गर्ने वातावरण बनाउनु भएको छ। त्यसै गरी अरूले पनि निकास निस्किन्छ तर धैर्य गर्नुपर्छ। त्यसरी अपरजट चाहिँ आत्मदाह गर्ने, चाहे यहाँ संसद भवन अगाडिको कुरा गरौँ, अस्ति त्रिपुरेश्वरको कुरा गरौँ, कुनै ठाउँमा माथि फराइल रहेछ, हिजो अस्ति पनि 2-4 जना मान्छे यसरी आगो लाए भन्छन्। त्यो भएकोले त्यो गर्नु नै निकास होइन। जीवन भनेको एउटा उद्देश्यको लागि आएको हुन्छ। अब उद्देश्य नै पुरा नगरिकन र उद्देश्य बिना नै आत्मदाह गरेर संसार छोडिदियो भने त्यो संसारलाई चाहिँ नि उसैले पनि आत्माले शान्ति पाउँदैन।
जस्तो नयाँ सरकार राष्ट्रपाको नयाँ सरकार आइसकेपछि धेरै युवा पुस्तामा मात्र नभएर वृद्ध आमा बुवाहरूमा पनि एउटा आश पलाएको थियो नयाँ सरकारले चाहिँ केही गर्छ। यो 100 दिन पुरा गरिसक्दा उहाँले गर्नुभएको कामको पनि सबै उहाँले सुनाउनु भयो। यसमा चाहिँ सरकार अब सफलतातर्फ गइरहेको जस्तो लाग्छ कि यो सरकार कुन दिशातर्फ गइरहेको जस्तो लाग्छ हजुरलाई? अब यो सरकारसँग कार्यपालिका व्यवस्थापिका के अरे न्यायपालिका व्यवस्थापिका यिनीहरूको मान्छे नै छैनन् होइन। अब यो सुरक्षाको अङ्गहरू पनि यिनीहरूको मान्छे छैनन्। यिनीहरूले सुरक्षासँग कसरी डिल गर्ने, सुरक्षाका मान्छेहरूको मनोवैज्ञानिक कस्तो हुन्छ, उनीहरूले कस्तो खालको शिक्षा ल्याएछ भन्ने विषयमा पनि थाहा छैन। कर्मचारीहरू कसरी आएका हुन्, हिजोदेखि नै ती कर्मचारी अलिया हुँदै आए, चाहे पञ्चायतबाट आएका हुन्, चाहे कङ्ग्रेसबाट आएका हुन्, चाहे एमालेबाट आएका हुन्, बहुदल आएपछि आएका कर्मचारी त्यही पञ्चायतका कर्मचारी हुन्। अहिले गणतन्त्र भनेर नाम राखे पनि तिनै कर्मचारी हुन्। अहिले आएर बसेका कर्मचारी पनि तिनै कर्मचारी हुन्। फेरि अर्को कुरो सिस्टममा अहिले अलिकति परिवर्तन आइसक्या हुनाले कर्मचारीलाई पनि त्यहाँ जाँगर लाएर काम गरे देखिँदैन। कर्मचारी नभइकन यो 3टा अङ्ग हुन्छ, कार्यपालिका व्यवस्थापिका न्यायपालिका, 3टाको एउटै ठाउँमा कमान्ड भयो भने राज्य सञ्चालन गर्न सजिलो हुन्छ। कमान्ड भएको छैन, एउटैले मात्रै गरेर हुने पनि होइन। प्रधानमन्त्रीलाई टेवा दिनलाई सम्पूर्ण चाहिँ मान्छेहरू लाग्नुपर्छ, उहाँको विचारलाई उहाँको उहरूले गर्नुपर्छ। गृहमन्त्रीलाई टेवा दिन गृह प्रशासनका मान्छेहरू सबै लाग्नुपर्छ, कर्मचारी लाग्नुपर्छ। तर त्यहाँ त्यस्तो देखिया छैन। नदेखिसकेपछि एक्ला बृहस्पति झिटो हुन्छ, जतिसुकै राम्रा कुरा गरे पनि त्यहाँनिर टिकिराखेको छैन। सँगै फेरि नयाँ आएका युवाहरू भनेको त्यसमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका युवाहरू कोही माओवादीबाट गएका छन्, कोही कङ्ग्रेसबाट गएका छन्, कोही एमालेबाट गएका छन्, कोही दरबारसँग सम्बन्धित मान्छेहरू गएका छन्। सबै मान्छे ती उत्पादन भएका मान्छे होइनन्। पहिला पार्टीहरूको विद्यार्थी सङ्गठनबाट उत्पादन हुन्थ्यो, मजदुर सङ्गठनबाट उत्पादन हुन्थ्यो, गाउँबाट किसान सङ्गठनबाट उत्पादन हुन्थ्यो, तिनीहरूसँग त्यहाँ लिङ्क जोडिया हुन्थ्यो। अहिले त्यसरी अब पार्टीले गम्भीर भएर चाहिँ सबै ठाउँमा जनतासँग भोट मात्रै पाएर पनि लिङ्क जोडेर जनताको चाहना के छ, भावना के छ, गाउँको समस्या के छ त्यसलाई मिलाएर नआत्तिकिन लानुपर्छ र पिकअप लिनुपर्छ। अहिलेसम्म पिकअप ल्याएको छैन। 100 दिनको पिकअप भनेको अहिले अन्नाडीका खेल मट्याङ्ग्राको सत्यानाश जस्तो भएको छ। त्यसो भएर भोलिको दिनमा उहाँहरूले गर्नुहुन्छ, किनभने पढे लेखा हुनुहुन्छ, विद्वान हुनुहुन्छ, संसारलाई देख्नुहुन्छ। त्यसो भएको हुनाले आत्तिनुपर्ने पनि छैन। तर फेरि एउटा कुरो के छ भने अहिलेको अवस्था भनेको आज भोलि पर्सि या 1 महिना पछाडि 1 वर्ष पछाडि कुनै पनि बेला तयारी हालतमा अरू विपक्षीहरू भइरहेका हुनाले सबै ठाउँमा खतरा भएको हुनाले सचेत हुनुपर्ने जरुरी चाहिँ छ। हजुर, पछिल्लो पटक देशमा देखिएको अब धर्मको नाममा पनि त्यस्तै द्वन्द्व देखिरहेको छ। व्यक्तिहरू निराशा छन्, माइती घरमा हरेक दिन आन्दोलन देखिरहेको छ। सरकारले केही राम्रो गर्न खोजिरहेको पनि देखिरहेको छ भने अर्कोतिर वितृष्णा पनि देखिरहेको छ। यो समग्र स्थितिलाई तपाईँले निहाल्दै गर्दा युवा पुस्तालाई र अहिलेको नेपालको यो परिस्थितिलाई चाहिँ निहाल्दै के भन्न चाहनुहुन्छ? पहिलो नम्बरमा उहाँले के अरे अहिले नयाँ सरकार हुने बित्तिकै पहिलाको प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले गिरफ्तार गरेर लिएर जानुभयो, उहाँलाई छोडिदिनु भयो। त्यो पहिलो गाँसमै ढुङ्गा जस्तो भयो, उहाँले के सक्नु भएन। त्यस पछाडि अब उसै पार्टीको नेता विष्णु पौडेललाई लिएर जानुभयो, तागत अहिले तारिकमा छोडिदिनु भएको छ। धेरै मान्छेहरू पहिले गिरफ्तार भएका मान्छेहरू बढी अहिले हिरासतभित्रै छन्। पछाडिको चरणमा प्रमाण नपुगिकन प्रमाण के पुर्याउनु पर्ने भयो, कमान्ड नै भएन। त्यहाँ कर्मचारीले लाने रिपोर्ट, वकिलहरूले सरकारी वकिलहरूले लाने रिपोर्ट, न्यायाधीशले गर्ने न्याय क्षेत्र नै फितलो भयो। किनभने टुङ्गो पुर्याएर उसलाई चाहिँ नि कारवाही गर्ने दायरामा लिएर आएपछि मात्रै अगाडि बढाउनु पर्थ्यो। अहिले कस्तो हो भने हामीले गरेका काम हामीले गर्न नसकिने रहेछ भन्नेमा राज्यमा भएका मान्छेहरूको आत्मबल कमजोर भएको छ। अहिले आत्मबल गिरेको छ। गिर्नको पछाडि के हो भन्दाखेरि उहाँहरूलाई सरकारबाट अरू संस्थाहरूबाट सहयोग छैन। प्रदेशबाट उहाँलाई सहयोग हुँदैन, नगरपालिकाहरूबाट उहाँलाई सहयोग हुँदैन, गाउँपालिकाहरूबाट सहयोग हुँदैन। अनि त्यहाँबाट के छ भने मजदुरहरूबाट सहयोग हुँदैन। मजदुरहरूको ठाउँमा उहाँहरूले पहिले नै मजदुरहरू किसानहरूको ठाउँमा चाहिँ नि एउटा यस्तो रहेछ भन्ने भयो। यो जुन सुकुम्बासीहरूको भत्काउने कामहरू गरेर उहाँहरूले एउटा खालको चाहिँ नि अर्कै खालको सुकुम्बासी पहिला एकचोटि सर्वसाधारणहरूलाई ठाउँ ठाउँबाट काठमाडौँ नगरपालिकाले सबै तरकारी बजारदेखि सबै ठाउँ आक्रमण भयो। अहिले मान्छे आक्रान्त छ। अब धेरै मान्छेहरूको यहाँ नक्सा पास नभएका घरहरू छन्, बिचेर बनाएका घरहरू छन्। ती सबैलाई थाहा छ। ऊ नहुने भएर सबै त्यसबाट उहाँलाई सहयोग होइन कि असहयोगको वातावरण धेरै चरम आएको छ। त्यसलाई अलिकति गम्भीरतापूर्वक राज्य चलाउनलाई लाग्ने मान्छेहरू सबै अनाडी छन्। त्यसै भएको हुनाले
त उहाँहरूले चाहिँ सचेत भएर उहाँहरूसँग चाहिँ कमसेकम पनि विपक्षीहरूसँग पनि बसेर सरसल्लाह लिनुपर्छ, जोसुकैसँग पनि सरसल्लाह लिनुपर्छ। अब सरसल्लाह लिने निर्णय आफूले गर्ने हो नि त फेरि। हस्, आजको रेड संवादमा अत्यन्तै मिठो कुराकानी गरिदिनु भयो, यहाँलाई धेरै धन्यवाद छ।